नाम मेरो नाम सञ्जय कुमार यादव। सञ्जयजी, हजुरलाई चाहिँ बजाज ग्रान्ड कार्निभलको बारेमा कसरी थाहा भयो? मैले यो फेसबुक अनलाइनहरूबाट चाहिँ थाहा पाएको हो। हजुर। थाहा पाएर यसो हेर्दाखेरि बजाजको सोरुम एक्सचेन्ज चल्दो रहेछ। यसको अब त्यसको बारेमा मोबाइलबाट बाइक चेन्ज गर्नु पर्ने थियो। अनि त्यही सोध्न आएको छु। अहिले सोधपुछ मात्रै गर्दै हुनुहुन्छ कि? अहिले बुझ्दैछु सबै कुन बाइकको कति पर्छ अनि कुन बाइकमा कति फाइनेन्सहरू छ। हाम्रो बाइकको पुरानो बाइकको भ्यालुएसन कति छ त्यो कुराहरू बुझेर मैले बल्ल एक्सचेन्ज गर्छु। ओके, पुरानो बाइक कुन चलाउनु भइरहेको छ र नयाँ कुन किन्न खोज्दै हुनुहुन्छ? मेरो बाइक पहिला बजाजको डिस्कभर थियो, अहिलेको पल्सर 160 किन्ने प्लानमा छ। ओके, 160 को फिचर्सहरूको बारेमा भनिदिनुहोस् न त। के चाहिँ राम्रो लागिरहेको छ? त्यसको पर्फर्मेन्स, इन्जिन, लुक्स के मन परेको छ? मलाई सबै लुक परेको छ। इन्जिन पनि राम्रो छ, त्यसको लुकहरू पनि एकदम खतरा छ। स्पोर्ट बाइक जस्तो छ। त्यही भएर मैले त्यही मन पर्छ मलाई। अलराइट, भ्यालुएसन गराइसक्नु भएको छ? मेरो भ्यालुएसन गराइसकेको छु। सन्तुष्ट हुनुहुन्छ कि हुनुहुँदैन? अझै थप्नुपर्ने रहेछ। अझै थप्नुपर्ने रहेछ? भ्यालुएसन कम भयो हाम्रो। हामीसँग चाहिँ 20वटा भन्दा बढी भ्यालुएटर्स हुनुहुन्छ नि त, त्यही भएर हरेक स्टलमा गएर चाहिँ हजुरले बुझ्न सक्नुहुन्छ नि उत्कृष्ट भन्दा उत्कृष्ट भ्यालुएसन पाउन सक्नुहुन्छ। त्यही सोध्दैछु, बिस्तारै गर्ने सोध्छु। अनि कहाँ कति राम्रो हुन्छ त्यही गर्नु पर्ला। बट आम स्योर हजुरलाई चाहिँ बजाज टेक स्टलबाट पनि राम्रो भ्यालुएसन दिनुहुन्छ भन्ने चाहिँ आशा छ। धन्यवाद हामीसँग कुरा गरिदिनु भएकोमा।